नमस्ते निशा, नमस्ते ढोक्दिया। नमस्कार नमस्कार। हजुर के छ त अब हाम्रो के छ भनेपछि नेपालको चुनाव भइरहेको माहौल छ। त्यसपछि अब प्रधानमन्त्री को हुने के कस्तो हुने भन्ने चलिरहेछ। अबको नवनियुक्त प्रधानमन्त्री को हुनु ठिक छ र के काम चाहिँ कार्यान्वयन गर्नु जरुरी छ भन्नुस् त। हजुरको चाहिँ के छ धारणा? यो सबै हामी नेपाली जनताहरूको एउटा परियोजना वास्तविकता व्यवहारिकतामा भर पर्ने कुरा हो। सबैले मन्त्री नियुक्त भइसकेपछि उक्त मन्त्रीले चाहिँ भ्रष्टाचारको अन्त्य गर्नु पर्यो, नयाँ रोजगारीको सिर्जना गर्नु पर्यो, शिक्षा स्वास्थ्यको सुधार गर्नु पर्यो, पूर्वाधार विकास परियोजनाहरू बनाउनु पर्यो, कानुन मजबुत बनाउनु पर्यो। कानुन नातावाद जातिवाद हुनु भएन, कानुन सबैलाई बराबर हुनु पर्यो, गरिब धनी हुनु भएन, मन्त्री आफ्नो मान्छे यो मान्छे मेरो यो मान्छे मारे हुनु भएन, समान रूपमा कार्यान्वयन हुनु पर्यो। अनि राष्ट्रिय एकता जगाउनु पर्यो, सबैले हाम्रो राष्ट्र भन्ने सोच बनाउनु पर्यो। अनि प्राकृतिक स्रोत र साधनलाई प्रयोगमा ल्याउनु पर्यो, सबैभन्दा ठुलो कुरो। अनि दोस्रो कुरा, जनतासँग नजिक भएको नेतालाई मात्रै हामीले प्रधानमन्त्री मान्नु जरुरी देखिन्छ। त्यसैले प्रधानमन्त्रीको कार्यान्वयन जहिले पनि जनतामाथि हुनु पर्यो, जनतासँग हुनु पर्यो, नजिक हुनु पर्यो। धन्यवाद हजुरले राखेको धारणा धेरै धेरै धन्यवाद छ। धन्यवाद। ओके ल।